हामी चाहिँ अहिले टक्क लाएर एक राउन्ड हानिसक्यौँ यताबाट पोखरीको होइन दमक फन पार्कको। अब हामी बिस्तारै बिस्तारै गर्दै बाई बाई गर्नुपर्ने हुन्छ। अबि गरे बाघ पनि रहेछ त भाइ। यो बाघमाथि चढेर जेम्सेको गीतमा हाल्न एम्स्टरडममा इन जर्मन गाडी भनेर ल चढ्न एकचोटि केही हुँदैन। माथि चढ्न माथि त्यहाँ माथि चढ्न भनेको के हुँदैन। अम्ममा बाघमा आयो गणेश भयो भयो उत्रि चितुवाले चाहिँ के खान्छ भनेर के हुँदैन त्यो तँलाई एलाउड छ तेरो लागि स्पेसल ब्लगरको लागि एलाउड छ क्या। उहाँको ड्रागनमाथि चढेर देखा न म तँलाई जे भन्छस् त्यही किनिदिन्छु। त्यो लागि चाहिँ सब फ्री गणेशको लागि सबै फ्री हो। यहाँ पिङ पनि छ त्यहाँको अङ्कल हलिडे हुनुहुन्छ पिङमा होइन। हामी चाहिँ टक्क लाएर अब बिस्तारै बिस्तारै निस्किँदैछौँ होइन। धेरै हतार नगरिकन बिस्तारै ठिक्क टाइममा जे होस् होइन। यहाँ राति चाहिँ दामी देखिन्छ। यो जिम गर्ने होइन भाइ जिम गर्ने भन्दैछ डिजाइन हो त्यो। तिर्दिन्छु पैसा अनि के गर्लफ्रेन्ड ल्याइदिनु त यहाँ हो। काका त एक्लै खेल्यो हुन्छ। काका मजा आइरहेछ। एकछिन 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 काका त पुगो भन्दै हुन्छ। गरेछ खेल्ने म त नखेल्ने ल त्यसै गएको हामी अघि बाघमा चढिसक्यो होइन बाघमाथि। त्यहाँ चाहिँ स्कुल के रहेछ उतापट्टि चाहिँ नानीहरूको हल्ला आइरहेछ हल्का हल्का होइन। के गरेछ उहाँ हात्तीमाथि चढ्ने हो गणेश सुन्न उहाँ गणेशमाथि चढ्ने तेरो माथि होइन हौ उहाँ गणेशमाथि यता पनि रहेछ गणेश। अम्म भाइ यहाँ त झन् लायोन छ त हौ लायोन दुईवटा छ देख्दिनस्। राइनो पनि छ त हौ। राइनोमा घुडो घुडो हान्ने चढ्दैन केही हुँदैन। एकछिन सुरुमा त्यो छाम्नु पर्छ। यहाँ चाहिँ राइनो छ होइन एक सिङे राइनो। यो यसमा चढ्न मिल्दैन मिल्दैन यो एउटा पोज दिएन त लु खतरा। यहीँ म फोटो खिचिदिन्छु पोज दे एउटा। एकछिन एकछिन पक लु भयो भरे थम्बनेलमा ला बाटो यता हो के ए भाइ तैँले त उयो कोठाभित्र नि खेलेको थिइस् नि के थियो नि त्यहाँनिर उफ्रिने सुफ्रिने के अलिक साह्रो बोल्नुपर्छ है गणेश। ढिकी चाउ खेलौँ आइज ढिकी चाउ बस बस न बस गणेश मजा आयो यसले त मलाई नि उचालिदियो त। अम्मामा मान्छे राम्रो हो कि भेष राम्रो हो कि सिमे देखेछ हजुरलाई कि मान्छे राम्रो हेर्न थियो गणेश तेरो मोटु पत्लु रहेछ यहाँ आइज ओ मोटु और पत्लु की जोडी होइन। पत्लुसँग यता पत्लुसँग भिडियोमा सुरुमा अङ्गालो मार्ने पत्लुलाई डर लाग्यो भन्छ त। अब यता मोटुलाई मोटु और पत्लु के भाइ यसले त नरिवल झार्छ नि यता आइज नरिवल झारिदिन्छ नि माथिबाट यसले त फेरि। झन्डै नरिवल झार्दैन है भाइ। के पो त्यसको नाम त इन्सपेक्टर सिङ्गम। मजा आइरहेछ भाइ तर यो घाममा भएर यस्तै मलाई अल्छी लागिरहेछ। बेलुका चाहिँ चढ हो त्यो छ नि उठेको हो त्यसमा टेक्दै चढ्ने हो त्यसमा टेक्दै चढ्ने हो। तातो छ लु यहाँबाट सुलुत्त झर अब उही 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 सरर ला सरर उही गर्दै झर्न
आइज 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 ओ भाइको चाक त बादर गर्दै रातो होला गणेश हामी चाहिँ टक्क अब यहाँ फन पार्क एक राउन्ड हानिसक्यौँ सबै तपाईँहरूलाई देखाइसक्यौँ होइन नरिवल पानी खाऊँ भनेको नरिवल झार्नै आँटेन चिङ्गमले सिङ्गम हो कि चिङ्गम हो चिङ्गम हो इन्सपेक्टर चिङ्गम के हो सानोमा चाहिँ हेऱ्यो नि त मोटो बल्लु अहिले त हेरिँदैन अहिले आफ्नै कामले गरेर कता त्यता नआने ड्रागन हेर्ने ल त ड्रागन माथि चढिस भने त जे भन्छ त्यही किनिदिन्छु लु किन्छु लु यो खै के हो एकपट्टिबाट छिने अर्कोपट्टिबाट निस्किने एनिमेटेड रोड जस्तै हो कि क्या ला नि खुट्टा त घाइतै भयो त डाइनोसरको त भाइ ला खुट्टा त के भएछ हस्पिटल लगौँ ओइ मलाई डक्टरलाई फोन गर दर्पण डक्टरलाई ओइ खाला कसरी हेर्छ दर्पण डक्टरलाई फोन गर खायो डराएको हेर्न खायो जिब्रो हामी चाहिँ अब टक्क यहाँ तपाईँहरूलाई सबै देखाइसक्यौँ होइन अब च्यानललाई चाहिँ मैले भन्नै पर्दैन लाइक सब्सक्राइब गरिराख्नु होइन नयाँ नयाँ भ्लगहरू आइरहेको छ त्यो त नजाम हौ के अहिले के खेल्नु त खेलिदिनुहोस् त किन जानु फेरि यो पनि के हेर्ने भन्छ घामले फेरि मलाई झ्याउ लागिसक्यो घाम भएको छैन तर गणेश कपाल चाहिँ खतरा काटेको क्या एक्जाम सकेर छैन बादर जस्तो देखिरहेको छ अहिले उफ्रिन्छ उहाँ पुगेको छ बुरुक उफ्रिरहन्छ ऊ भनेको बुरुक उफ्रिन्छ दाजु दमकसम्मको भाडा कति हो 10,000 अलिक महँगो भने अलिक डिस्काउन्ट गरिदिनु 9,999 ए नेपाली आउँदैन रहेछ 99 भन्न भाइ लु स्टेजमा गएर उयो दुर्गेश थापाको गीत गा लु कता यता फर्केर पख ल होइन दुर्गेश थापाको गीत छिटो कुन आउँछ त्यही गा ए लु भयो जियान सियान गोली मारो लु बिस्तारै हामफाल ओइ अम्म के हो गरेस् त मेन भर्से वाइल्डमा जानुपर्छ कि क्या हो डाइनोसरले हग्छ त्यसको नि खाना नि खान्छ त अनि मेन भर्से वाइल्डमा अनि हात्तीको त उयो मलबाट उयो पिसाब निकालेर खान्छ पिङ खेल्ने चाहिँ भाइ पिङ खेल्छु भन्दैछ होइन यसको सब इच्छा त पुरा गरिदिनु पर्यो अलिक बिचमा बस बाङ्गिन्छ अलिक बिचमा बस सर न बिचमा हल्का खुट्टा फाको त म ठेलिदिन्छु हेर्न नरोक न के हो गणेश ओइ खुट्टा दुख्छ के भयो इन्जाम हामी चाहिँ अलिक टक्क लाएर अब यहाँबाट के अब हामी घरतिर लाग्ने भाइ बिस्तारै गर्मी पनि हुँदैछ ए पुरै भ्लग भइरहेछ अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ होइन गाइज बाई मजा आयो ए बाई भनेको छु नि ऊ पानी झर्दैछ झर्नामा के होला ल हामी अब टक्कसँगले बाहिर निस्किनु पर्ने हुन्छ होइन दमन फन पार्क हजुरहरूले देखिहाल्नुभयो जस राति आउँदा चाहिँ दामी देखिन्छ होइन लाइटहरू बल्छ मजाले हजुरहरू भिजिट गर्न सक्नुहुन्छ दमक फन पार्क यताबाट चाहिँ इन गेट हो यताबाट छिर्ने गेट हो यताबाट बाहिर निस्किने गेट हो अब भरे बेलुका नि आउनुपर्छ नत्र त्यस राति चाहिँ दामी देखिन्छ अहिले चाहिँ हामी यहाँबाट निस्किसकेका छौँ होइन दमक फन पार्कबाट अब के घरतिर लाग्ने भाइ
होइन त्यही त बाइकतिर लागेर घरतिर यो फेरि बिग सर्ट हानिहाल्छ मलाई पाना होला कुदा न बाइक कुदा त हेलमेट लगा सुरुमा लगाइछ हामी चाहिँ अहिले लाग्नुपर्ने हुन्छ होइन घरतिर लगाइछ अब हामी यहाँबाट निस्किन हालेको आमा सो हेलो गाइज अहिले चाहिँ हामी यहाँ टक्क लाएर अब यहाँबाट निस्किनु पर्ने हुन्छ होइन सो हेलो गाइज अहिले चाहिँ हामी टक्क लाएर यहाँबाट निस्किसक्यौँ होइन गणेश मजा आयो रमाइलो भयो है तर घाम चाहिँ अलिक धेरै भयो नि अलिक साह्रो बोल्नुपर्छ अब हामी टक्क घरतिर जानुपर्ने हुन्छ होइन बिस्तारै बिस्तारै सो हेलो गाइज अघि चाहिँ हामी यतापट्टिको बाटोबाट आएको थियौँ होइन अब चाहिँ यो बाटो जानुपर्ने हुन्छ यो नयाँ आम्दा निस्किँदै जानुपर्ने हुन्छ यताको नयाँ चाहिँ पुरानो आम्दा हो म चाहिँ त्यो कन्फ्युज हुन्छु त्यो बाटो जानुपर्ने हुन्छ फागुनन्दन चोक निस्केर होइन बिस्तारै बिस्तारै एउटै सो हेलो गाइज अहिले चाहिँ हामी टक्क लाएर यहाँ फुटसल अगाडि आइपुगिसक्यौँ के हो भाइ यो फुटसलको नाम थाहा छ त्यो नयाँ हो भर्खरै खुलेको हो के हो बोर्ड त खै के हो यही हो फुटसल छ त्यहाँको फुटसल आइपुगिसक्यौँ होइन नयाँ हो भर्खरै हो स्टार्ट भएको त्यति साह्रो थाहा छैन सो हेलो गाइज हामी चाहिँ अहिले टक्क यहाँनिर यो आम्दा छेउतिर आइपुगिसकेको छौँ होइन हामी चाहिँ भित्रको बाटो जानुपर्ने हुन्छ होइन गणेश भित्रको बाटो जाने हो हामी चाहिँ टक्कसँगले गएस यो बाटो हिँडेको थिएनस् होला है अलिक साह्रो पनि हिँडेको थिएँ सो हेलो गाइज अहिले चाहिँ हामी टक्क यहाँनिर कहाँ भने नि यो एनटिसीको टावर तल आइपुगेको छौँ यहाँ खानेपानी अफिस छेउ होइन भित्रको बाटो गएको सिरपाली हुँदै अघि आएकै बाटो फर्किन्छौँ फर्किन चाहिँ त्यताबाट त्यो अघि आएकै बाटो किन हिँड्नु भनेर आधी बाटो भयो नि अलिकति भित्रको बाटो छिरौँ भनेर बिस्तारै बिस्तारै हिँडिरहेको छु सो हेलो गाइज अहिले हामी बिस्तारै जाँदैछौँ यहाँ प्रजिताको स्कुल बसले बाटो छुटिरहेको छ हामी बिस्तारै जाँदैछौँ मैले सिरपाली नि भन्छ यसलाई त्यो चाहिँ नगरपालिकादेखि भित्रको बाटो हो भन्न त सिरपाली नै भन्छ होला यता पनि सो हेलो गाइज अहिले चाहिँ हामी टक्क यहाँ सिरपाली आइपुगिसकेको छौँ होइन सिरपाली टोल आइसकेको छौँ सिरपाली टोल भन्छ यसलाई जो बाटोलाई अब हामी अहिकै बाटो हुँदै यो सिद्धार्थ स्कुलको बाटो थियो नि अहिको बाटो त्यही बाटो हुँदै हामी घरतिर जाँदैछौँ होइन गणेश केटा पनि रमाइलो खालको छ त्यो भाइ मजा आइरहेको छ सो हेलो गाइज अहिले चाहिँ हामी टक्क लएर यहाँ सिद्धार्थ स्कुलको पछाडिको बाटो अघि गएकै बाटो फर्किँदैछौँ होइन घरतिर तपाईँहरूलाई भ्लगहरू कस्तो लाग्यो हाम्रो होइन टक्क छोटो मिठो कमेन्ट पनि गरिदिनु लाइक सेयर सब्सक्राइब सबै थोक गरिदिनु होला होइन यसरी नै नयाँ भिडियोहरू हामी ल्याउँदै जान्छौँ होइन गणेश नयाँ भिडियो आउँछ है अब दिनदिनै नयाँ भिडियोहरू आउँछ होइन उहाँ मेलाको रोटेपिङको देखिरहेको छ परपट्टि मेलाको पनि भ्लग आउँछ भरे रात्रि हाम्रो उहाँ रात्रिकालीन बजारको पसवाटको पनि आउँछ म पनि त्यहाँ लुगा लिएर बस्छु होइन तपाईँहरू केही चाहियो भने अलिकति सस्तो मस्तो लुगाहरू आउनु होला भिजिट गर्नु होला त्यता पनि मेलाको सिटी पनि निस्किँदैछ मेला लाग्दैछ 25 गते दुर्गेश थापा आउँदैछ गाइस दमक हल्लाउनको लागि होइन दमक हल्लाउँछ होइन भाइ दुर्गेश थापाले पुरै भुइँचालो आयो जस्तै दुर्गेश थापा मनपर्छ तँलाई दामी छ है त्यो सो हेलो गाइस अहिले चाहिँ हामी टक्क लाएर घर आइपुगिसकेको छौँ होइन
हामी अहिले टक्कसँगले यहाँ घर आइपुगिसकेको छौँ। यता जस अब लाइक सब्सक्राइब गरिदिनु च्यानललाई होइन, तिनी भन्न चाहन्छु म।